अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आप्रवासी सम्बन्धमा अर्को कडा कदम चाल्ने बताएको छ। उसले आप्रवासीहरूको अमेरिकामा बसोबास गर्न पाउने अस्थायी कानुनी मान्यतालाई खारेज गर्ने जनाएको छ। अमेरिकी संघीय सरकारले सूचना जारी गर्दै ती आप्रवासीलाई आगामी 24 अप्रिलमा उनीहरूको बसोबास अनुमति पत्र रद्द हुनु अघि नै देश छोड्न चेतावनी दिएको छ। ट्रम्प प्रशासनले क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाका 5 लाख भन्दा बढी आप्रवासीहरूको अमेरिकामा बसोबास गर्न पाउने अस्थायी कानुनी मान्यतालाई खारेज गरिदिने भएको छ। ती देशका 5,30,000 अमेरिकी राष्ट्रपति जोन बाइडेनको कार्यकालमा सीएचएनबी आप्रवासन योजना अन्तर्गत अमेरिका प्रवेश गर्न दिइएको थियो, तर तीमध्ये कति आप्रवासीले यस अवधिमा अमेरिकामा स्थायी रूपमा बस्न पाउने अनुमति पाउन सफल भएका छन् भन्ने स्पष्ट छैन। सीएचएनबी अर्थात् क्युबा, हाइटी, निकारागुआ र भेनेजुएला भनिने उक्त कार्यक्रम 2022 मा डेमोक्रेटिक राष्ट्रपति बाइडेनको नेतृत्वमा सुरु गरिएको थियो। सुरुमा भेनेजुएलाका मानिसहरूका लागि ल्याइएको कार्यक्रमपछि अन्य देशहरूमा विस्तार गरिएको थियो। यस अन्तर्गत अमेरिकी प्रायोजकहरू भएका ती 4 देशका आप्रवासी र उनीहरूका नजिकका परिवारका सदस्यलाई अमेरिकामा उडान गर्न र प्यारोल भनेर चिनिने अस्थायी आप्रवासन स्थिति अन्तर्गत 2 वर्षसम्म रहन अनुमति दिएको थियो। बाइडेन प्रशासनले सीएचएनबीले दक्षिणी अमेरिकी सीमामा अवैध क्रसिङलाई रोक्न मद्दत गर्नेछ तर्क गरेको थियो। त्यस्तै यसले अमेरिका प्रवेश गर्नेहरूको राम्रो जाँच गर्न अनुमति दिने बाइडेन प्रशासनको दाबी थियो। आन्तरिक सुरक्षा मन्त्रालयले सीएनएचबी कार्यक्रम आफ्नो लक्ष्यमा असफल भएको जनाउँदै पूर्व प्रशासनको आलोचना गरेको छ। बाइडेन प्रशासनका अधिकारीहरूले आप्रवासीलाई अमेरिकी जागिरका लागि प्रतिस्पर्धा गर्ने अवसरहरू प्रदान गरेका थिए र अमेरिकी कामदार कटौती गरेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। त्यस्तै ठगी पहिचान हुँदा पनि निजामती कर्मचारीहरूलाई कार्यक्रमको प्रचार गर्न बाध्य पारेका र त्यसपछि उत्पन्न अराजकता र अपराधका लागि कांग्रेसमा रिपब्लिकनहरूलाई दोष लगाइएका विज्ञप्तिमा उल्लेख छ। यद्यपि संघीय दर्तामा भएको 35 पृष्ठको सूचनामा सीएचएनबी अन्तर्गत अमेरिकामा रहेका केहीलाई व्यक्तिगत अवस्थाका आधारमा अनुमति दिइने उल्लेख छ। बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पले रुससँगको द्वन्द्वको समयमा अमेरिका भागेका करिब 2,40,000 युक्रेनीहरूको अस्थायी कानुनी स्थिति रद्द गर्ने कि नगर्ने भन्ने बारे पनि विचार गरिरहेका छन्। सीएचएनबीले क्यारिबियन देशको विग्रत अवस्थाबीच हाइटीका 2,13,000 जनालाई अमेरिका प्रवेश गर्न मद्दत गरेको जनाएको छ। ट्रम्पले बन्द गर्नु अघि सीएचएनबी कार्यक्रम अन्तर्गत भेनेजुएलाका 1,20,700, क्युबाका 1,10,900 र निकारागुआका 93,000 भन्दा बढीलाई अमेरिका प्रवेश गर्न अनुमति दिएको थियो। गत महिना आन्तरिक सुरक्षा मन्त्रालयले अगस्तदेखि अमेरिकामा बसोबास गर्ने हाइटीका 5 लाख जनाका लागि अर्को अस्थायी संरक्षित स्थिति टीपीएस समाप्त गर्ने घोषणा गरेको छ। सशस्त्र द्वन्द्व वा वातावरणीय प्रकोप जस्ता असुरक्षित अवस्थाहरूको सामना गरिरहेका तोकिएका देशका नागरिकहरूलाई टीपीएस प्रदान गरिएको थियो। आन्तरिक सुरक्षा मन्त्रालयले अमेरिका, भेनेजुएलाका लागि टीपीएस पनि रोकेको छ। यद्यपि यसले कानुनी चुनौतीको सामना गरिरहेको छ। जनवरी 20 मा पदभार ग्रहण गरे यता ट्रम्पका आप्रवासन नीतिहरूले धेरै कानुनी अवरोधको सामना गर्नु परिरहेको छ।